हेलो गाइस, वेलकम टु माई न्यू ब्लग हैन। अनि आज चाहिँ धेरै दिनपछि पनि आइयो हैन, किनकि साइकल पनि अलिअलि बिग्रिरहेको थियो। साइकल पनि चट्टो पारेर बनाइयो हैन। त्यही हो, देख्न सक्नुहुन्छ अगाडि पछाडिको चाहिँ पुरै तारहरू सबै फेर्यो हैन। त्यही हो, अब फेरि एकजना अब यो महाकाले न्यू खोजेर हैन, यसको चाहिँ भित्रको यो घातै गइसक्यो हैन। फन घुम्या गर्छ यो ब्रेक हान्दा फेरि पनि अब फेर्नु पर्ने हुन्छ। एउटा बनाए एउटा बिग्रिने, एउटा बनाए एउटा बिग्रिने हैन गाइस, के भएको यो हैन। त्यही हो, अनि भिडियो चाहिँ आजभोलि अलिकति त्यति पहिला जस्तो डेली निक्लिएको छैन हैन। कन्टिन्यू गर्न पनि सकेको छैन मैले गाइस। त्यही हो हैन, अब चाहिँ कन्टिन्यू गर्ने सोचमा छु। अन्त यो गाइस भिडियो चाहिँ अन्तिमसम्म हेरिरहनु होला हैन। आज दामी रमाइलो हुन्छ किनकि ब्रेक छैन मेरोमा हैन। त्यही हो, अनि खाजा खाए त? खायो ल है, केटाले पनि अब के छ रे तेरो युट्युब नाम? सुभाष नाइक। सुभाष नाइक छ हैन गाइस, गएर चाहिँ अलिअलि सब्सक्राइब हानिदिनु होला। सर्ट पारेर भाइले पनि अब बिस्तारै भ्लग चाहिँ बनाउने भन्दैछ हैन। अब उसले पनि अब साइकल, यो साइकल चाहिँ फेर्नेवालामा छ। यो साइकल मेरो जस्तो वाचिङ हैन, भिडियो चाहिँ हेरिरहनु होला। अब हामी एकैचोटि डेन्जर भेट्न पर्ने हुन्छ है त साँको ट्रेलमा। ल यो साँको ट्रेलले फेरि सलुन देवी ट्रेलमा ल गाइस है त। ल आज खतरा हान्नुपर्छ है। ल गाइस हेरिरहनु। मैले आज हातको कहाँ गएछ? 10:30 बजे आउने भने मान्छे 10:30 बजे मान्छे भएको कति आयो? 1 बजिसक्यो, केटा त आउनेको नाम लिँदैन। अनि पक्का यो स्कुलमा पढिरह होला, भरे आउँछ होला भनेर बसेको। तल ट्याएको त्यही भएर लिन आएको भने मैले भिडियो अस्ति लडेको यस्तो बाइक च्याति थियो, त्यो टिकटकमा देखेको थियो। टिकटकमा देखाएको थियो राखेन पनि यति देखेको थिएँ। क्या खतरा लडिदिएर है त्यो दिन। गाइस भिडियो चाहिँ हेरिरहनु होला है अन्तिमसम्म। अब राइट अब त्यति साह्रो खतरा हुँदैन किनकि लाइक मेरो पछाडिको ब्रेक पनि छैन हैन। अनि अगाडिको चाहिँ यो घुमिरहेछ कि अलिक साइकल पैसा खर्च गर जोगी हुने भयो म है गाइस। गल्ती आउँछु गाइस। पकेट आयो त सेफ राइट। ल अब एउटा पन्जा पनि किन्नु पर्ने भयो, टक्क लड्यो भने हात छाला पर्छ हैन। ल गाइस है त, ल जाउँ ल है त। अब हिँड्ने है अलिकति ल अब चाहिँ हिँड्नु पर्ने हुन्छ। त्यही हो, आज ब्रेक पनि छैन, ब्रेकै लागिरहेको छैन यार। कस्तो हिजो मात्रै म चाहिँ कता इन्डियनी गएर आएर होइन कति 1500-1600 खर्च गरेँ यो साइकललाई। यो पनि फेरि साइकल अलिक बिग्रिरहेको छ है। के हुन्छ हेरौँ। कहिले भोलि आउने होइन त केटा? यसो यहाँ उडाउने ठाउँ बनाउन। भोलि चाहिँ हामी टक्क लगाएर यता सलुन देवी ट्रेलमा आउँछ अनि अलिअलि उडाउने हो। त्यही उडाउने ठाउँ बनाउने हो। अनि पहिला चाहिँ अब यो ट्रेलमा हान्दाखेरि कति हामी 7-8 जना यहाँ थियो होइन। अहिले चाहिँ त्यो भाइहरू सबैजना अब कोही स्कुल जाने, कोही के गर्छ नि त। प्रायः जस्तोको साइकल बिग्रिएको छ, 2-3 जनाको चाहिँ। त्यही हो, उनीहरूले पनि सकेसम्म चाँडै साइकल बनाउँछु दाइ भन्दै थियो। कहिले बनाउँछ त्यो चाहिँ। आज उताबाट नजाने, ब्रेक छैन गाइस है। हामी त रोनाल्डो हो नि यार होइन। ल तुफान ओए रुखको जरा चियामा हाँगा खसेर बसिरहेको छ। ल ब्रेकै छैन क्या, साइड ब्रेक नभएपछि यस्तो साइको हुन्छ कि ब्रेकै छैन यार। ब्रेक नभएर साइको भयो गाइस।
पुग्छ नि यसो चलायो भने त तलतिर छोडा ब्रेक पनि छैन मेरो हेर्नु अगाडिको चाहिँ पुरै समातिरहेको छ तर गुडिरहन्छ क्या रुखतिर ठोकिन आउँछ त आज त ल ब्रेकै छैन कस्तो पछाडिको चाहिँ बनाउनु पर्ने हुन्छ यार भोलि अब आज गएर ब्रेक बनाउनु चाहिँ हुँदैन भिडियो एडिट गर्नु पर्यो के गर्नु पर्छ त्यही भएर आज भनेपछि तेरो चाहिँ दाँत झिकालेन क्या अन्धकार भयो यार यहाँभित्र त हेर्दा मलाई धेरै दिनपछि आयो आज हे उता तलतिर निस्किन्छ होला यहाँ गएको छैन यता त्यता के गर्नु जाने आज है केटा मेरो त ब्रेक पनि छैन आउँछ त फेरि तुफान रकेट जस्तो भोलि प्लास्टिक हालेर होइन रेसिङ जस्तो बनाउनु पर्छ रेस खेल्थ्यौँ जस्तो भोलि जाओस् है त भोलि चर्कै गयो है ब्रेक नभएर पनि हो क्या यो पछाडिको ब्रेकै छैन होइन त्यही भएर पनि हो गाह्रो छ गाह्रो ल झार्दै अब त राइडर भइसक्यो नि यो भाइ पनि है झार्छ अहिले त केटाले ए मेरो त ब्रेकै छैन मलाई झारो कि नझारो त्यही पनि अब ट्राई चाहिँ गरिदिउँ है ब्रेक चाहिँ छैन ल क्या आएको है ल दामी भयो यार खतरा मजा आयो उता तल त्यहाँ गएर बसाउनु होला एकछिन फेरि हान्ने हो र के हान्नु होइन ब्रेकै छैन मेरो ब्रेकै छैन के हान्नु है ब्रेक नभएर पनि हो न त फेरि एकचोटि हान्ने विचार थियो ब्रेक लाग्छ कि सोचेको थियो पछाडिको मात्रै तर लाग्दैन रहेछ है लाग्दैन मान्छे नै उठ्नुपर्छ यार ब्रेक हान्नु यसरी जम्प गर्न पर्छ आमामा ल हेर्नु ब्रेकै छैन यार ल खुलुङ लुङलुङ बगिरहेको छ क्या यो ब्रेकै छैन है त्यस्तो भएपछि साइकल हुन्छ है ब्रेक नभएछ चढायो ल कुत्तै के भयो यार ब्रेक मेरो जस्तो के तातो छ त्यो ब्रेकै समाते छैन तातो पिङवाला पाएन तातो छ हट भएछ हट भएर त्यो गाज है दुईवटा साइकल मध्ये कुन मन पऱ्यो ल कमेन्ट गर्नु होला त छ्यास के छ त आजको राइड त बवाल भयो है ब्रेक चाहिँ अलि भएन है अब भोलि ब्रेक बनाउनु पर्छ यो यसले भनेको गाह्रो छ मलाई आज दुईचोटि हान्ने भने है हान्नै पाएन ब्रेक नलागेर क्या ब्रेकै नभए त के हान्नु मजै आउँदैन स्लो हुन्छ होइन चट्ट सलोम देवी भोलि त यहाँ खतरा पिकनिकमा हुन्छ होला मान्छेहरू खतरा पिकनिकमा आउँछ यहाँ भोलि डेन्जर हो गाइस रमाइलो चाहिँ हल्का फुल्का लागेन मलाई आज अलिक ब्रेक नभएर पनि होला है रमाइलो खासै लागेन त्यो गाइस है आजलाई चाहिँ भिडियो यति नै भयो होइन
भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर हान्न नभुल्नु होला हैन गाइस अब नेक्स्ट ब्लगमा भेट्नुपर्छ हामी नेक्स्ट ब्लग चाहिँ अब बबालाई हुनेछ डेन्जरै हुनेछ हैन त्यही हो ल गाइस है त हैन नेक्स्ट ब्लगमा भेट्नुपर्छ हामी ल बाइ बाइ गर्नु बाइ बाइ ल गाइस ल बाइ बाइ नेक्स्ट ब्लगमा भेट्नुपर्छ